भूमिका निर्वाह गरिरहेको हुँदा म नगरपालिकाका विशेष भव्यताका साथ मनाउन गइरहेको चाहिँ छ। यो कार्यक्रममा पाल्नुहुने यहाँहरू सबैलाई विद्यालयको तर्फबाट पुनः हार्दिक स्वागत गर्दै म विद्यालयको छोटो प्रतिवेदन यद्यपि यो प्रतिवेदन सबै यहाँहरूको हातमा चाहिँ छ। यसपालि सर अब विद्यालयले एउटा परम्परागत रूपबाट मात्रै होइन नयाँ तरिकाले अब वार्षिक उत्सव मनाउनु पर्छ। यसको लागि चाहिँ एउटा नयाँ किसिमको बुलेटिन समेत प्रकाशन गर्दा राम्रो हुन्छ भन्नुभयो। उहाँको सल्लाहबाट हामीले एउटा पुस्तिका प्रकाशन गरेका चाहिँ छौँ। अध्यक्षज्यूहरू, वर्तमान शिक्षक अभिभावक सङ्घका अध्यक्षज्यू, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, यस विद्यालयलाई विभिन्न ढङ्गबाट सहयोग गर्ने खास गरी अक्षयको दाता आदरणीय बुवा सोनाथ मरासिनीज्यू र यो अक्षयको क्रम हाम्रो बढिरहेको छ आदरणीय निर्मली कोइरालाज्यू, त्यसै गरी आमा सुविधा अधिकारी, त्यसै गरी अक्षयको क्रममा हाम्रो ज्ञानी देवी तिवारी दिदी समेत जोडिनु भएको चाहिँ छ। उहाँ लगायत यो विद्यालयलाई निर्माण रूपमा रहेर धेरै अगाडिदेखि सहयोग गर्नुहुने निर्माण समितिका विभिन्न समितिका समयका संयोजकज्यूहरू, विद्यालयलाई माया गर्नुहुने विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यज्यूहरू, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, क्याम्पस प्रमुखज्यू लगायत यहाँ उपस्थित विभिन्न विद्यालयबाट पाल्नुहुने छिमेकी विद्यालयका प्रधानाध्यापकज्यूहरू, अध्यक्षज्यूहरू, विभिन्न सामुदायिक वनका वन समितिका अध्यक्षज्यूहरू, हाम्रो विद्यालयलाई विभिन्न समूहमा रहेर सहयोग गर्नुहुने संस्थाहरू जसको चाहिँ हाम्रो नवजागरण खेल मैदान स्तर उन्नति समिति, रेशम फिमिली लगायत अरू धेरै संस्थाहरू जसले कोइका नेपाल भर्खरै मात्र हामीलाई ह्यान्डवास उपलब्ध गराइदिएर सहयोग गर्नुभएको चाहिँ छ। मध्यबिन्दु नगरपालिका अन्तर्गत वडा नम्बर 7 जसले यसपालि हाम्रो नवजागरण नमुना माविको प्रापी ब्लकमा टायल लगाउने कार्यक्रममा सहयोग गरेर हामीलाई एउटा ठुलो गुण उपलब्ध गराउनु भएको छ। यस्तै किसिमबाट विजय सामुदायिक वन जसले हाम्रो अगाडि रहेको छ यो प्राङ्गणको जुन सरस्वती मन धन्यवाद। कार्यक्रम सञ्चालक शिक्षकद्वय, आजको यस 49औं वार्षिक उत्सव एवं अभिभावक दिवस समारोहका आदरणीय सभापतिज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, आजको प्रमुख अतिथि हामी माझ पटाक्ष भइसक्नु भएको छ। उहाँको व्यस्तताले उहाँ यहाँबाट निस्किसक्नु भएको छ। कार्यक्रमको विशेष अतिथिको रूपमा हामीलाई माया गरी यहाँ रहनुभएकी मध्यबिन्दु नगरपालिकाका उपमेयर आदरणीय ओम कुमारी महतज्यू, एकदमै आफ्नो मौलिकतालाई जोगाउनु पर्छ।
गर्दछु। यो गीत जुन राष्ट्रिय गानको गीत सकिसकेपछि लगतै फेरि अर्को जुन गीत त्यही गीतको लागि विद्यार्थी भाइ बहिनीहरूलाई कम तयार अवस्थामा
बस्दिनको लागि म अनुरोध गर्दछु र त्यसको व्यवस्थापन गरिदिनुको लागि मैले अङ्ग्रेजी माध्यम संयोजक एवं मेरा मित्र रामचन्द्र सुवेदी सरलाई म हार्दिक अनुरोध गर्दछु। यो गीतपछि दोस्रो गीत र नृत्य लगत्तै ल्याइदिनको लागि व्यवस्थापन मिलाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। फेरि पनि हामी आसन ग्रहणको कार्यक्रमलाई नै जोड्न चाहन्छौँ। निर्णय गरेर स्थापना गर्ने ती संस्थापकहरूलाई म सम्मान गर्न चाहन्छु, स्मरण गर्न चाहन्छु। साथसाथै अहिलेको अवस्थासम्म आइपुग्दासम्म जो जसले यहाँका राजनीतिक दल, यहाँका नागरिक समाज, यहाँका अभिभावकज्यूहरू जसले यो सहयोग पुर्याउनु भएको छ उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन्छु। निम्ता पनि गर्दैछु। यहाँहरूलाई त्यो कार्यक्रममा अझै भव्यताका साथ हामीले एउटा 50औं वर्षगाँठ मनाउँदै गर्दा यो विद्यालय कुन रूपमा कसरी सजाय गर्नेछ त्यसको प्रारूप समेत हामीले एउटा